ऋषिले देख्नुभयो हो जति नै जे भने तापनि संसारमा गइसकेपछि भगवानकी मायाले आक्रमण गर्ने रहेछन्। अब छोरो मेरो छोरो दुखी भयो, मेरो छोरोको यस्तो होस् भनेर त्यहीमा यिनी भुलेकी छिन्। देवी भगवानको आश्रयलाई स्वीकार गर, भगवानले तिम्रो कल्याण गर्नुहुनेछ भनेर ती कश्यप ऋषिले यी अदिति मैयालाई पयो व्रतको उपदेश गर्नुहुन्छ। भक्तवत्सल भगवानको हेर्नु है, पहिला दिति मैयाले हामीले षष्ठम स्कन्धमा केही व्यग्रताका कारण भनेनौँ, यो हिरण्याक्ष र हिरण्यकश्यपको मृत्यु भएपछि दितिले फेरि त्यो देवतालाई दुःख दिने छोरो पाउनु पर्यो भनेर कश्यप ऋषिलाई नै व्रतको विधान सोध्नु भएको थियो। मलाई चाहिँ यस्तो पुत्र चाहियो जसले इन्द्रादि देवतालाई चाहिँ विनाश गरोस् भनेर। त्यति बेला चाहिँ कश्यप ऋषिले पुंसवन व्रतको विधि वर्णन गर्नुभएको थियो, जो 1 वर्षसम्म पालन गर्नुपर्ने धेरै नियमहरू थिए। अहिले अदिति मैयाको माग भनेको मेरा छोराले दुखी भए, दुःख पाए, उनीहरूको दुःख निवृत्ति हो। सौताको छोरा उनीहरूलाई मार्नु पर्यो भन्ने भाव थिएन, केवल मेरो छोराको अधिकार उनीहरूले प्राप्त गरून् भन्ने मात्रै थियो। अनि कश्यप ऋषिले केवल 12 दिनको पयो व्रतको उपदेश गरिरहेको छ। उहाँलाई 1 वर्षसम्म धेरै नियम थिए, नियम भङ्ग भयो भने फेरि उल्टो फल मिल्छ नि। दैत्य के अरे त्यो इन्द्रको शत्रु होइन, इन्द्रको मित्र सहयोगी भइदिन्छन् तिम्रो पुत्र भनेर भन्नुभएको थियो। यहाँ चाहिँ तिम्रो इच्छा भगवानले पुरा गरिबक्सनेछ भनेर पयो व्रतको विधि सिकाइबक्सन छ। अब अदिति मैयाले फाल्गुन श्यामले पक्षे द्वादशाहं पयो व्रतः अर्चय दरविन्दाक्षं भक्त्या परमयान्वितः भनेर विधि फाल्गुन महिनाको द्वादशी तिथिदेखि पयो व्रतको आरम्भ गर्ने, भगवानको आराधना गर्नु, नित्य निरन्तर भगवानको स्मरण गरेर गाईको दुध मात्रै पान गरेर भूमिमा पृथ्वीमा शयन गरेर त्यो पृथ्वीको त्यो मृत्तिकाद्वारा लेपन के अरे स्नान आदि गरेर यसरी शुद्ध पवित्र भएर बसेर भगवानको भजन गर्यो भने तिम्रो मनोरथ पुरा हुनेछ भनेर पयो व्रतको विधान सिकाउनु छ। अदिति मैयाले त्यही व्रत गरिबक्सन छ। भगवान प्रसन्न भएर दर्शन दिनुहुन्छ। माता हजुरको पुत्र बनेर आएर यति बेला त ती दैत्यहरूसँग युद्ध गरेर त्यो इन्द्रादि देवताको लोकलाई छिन्न सकिन्न। किन त भन्दा उनीहरू ब्राह्मणका पुजारी भएका छन्, धर्ममा स्थित भएर कर्म गरिरहेका छन्। उनीहरूले धर्मलाई उल्लङ्घन गरेको भए, मर्यादालाई तोडेको भए, ब्राह्मणलाई, वेदलाई, गाईलाई, भगवानलाई तिरस्कार गरेको भएको मार्ने काट्ने हो त। यिनीहरू त सबैलाई सम्मान गरेका छन्, केवल दैत्य देवताहरूलाई मात्रै स्थानच्युत बनाएका छन्। युद्ध गर्ने समय छैन, म हजुरको पुत्र बनेर आएर अनि कुनै उपायद्वारा इन्द्रको वस्तु इन्द्रलाई प्रदान गर्नेछु भनेर भगवानले निर्देशन गरिबक्सन छ। अदिति मैया प्रसन्न हुनुहुन्छ। कश्यप ऋषिले सबै कुरा बुझ्नुहुन्छ। त्यसपछि समय पुगेपछि भगवान श्री हरि नारायणले नै भाद्र महिनाको शुक्ल पक्षको श्रवण नक्षत्रको दिन द्वादशीको तिथि पारेर भगवान श्री हरि दिनको ठीक 12 बजे अभिजित मुहुर्तमा अदिति मैयाको त्यो पवित्र कुटीमा प्रादुर्भाव भइबक्सन छ। बोलिए वामन अवतार भगवानको, आनन्द कन्द भगवानको। भगवानको प्रादुर्भाव भयो, देवताहरू प्रसन्न भए, पुष्पवृष्टि गर्न थाले। भगवानको मङ्गलमय ध्वनिद्वारा भगवानको जय जयकार गरियो। ब्रह्मादि विभूतिहरू सबै आउनु भएको थियो। सबैले भगवानलाई विभिन्न दण्ड कमण्डल बलकल वस्त्र कौपिल अनि दण्ड सबै प्रदान गरे। अब भगवान चाहिँ हेर्दा हेर्दै सबैले देख्दा देख्दै वामन अर्थात् 12 अङ्गुष्ठ मात्रको 52 अङ्गुलाको के 12 छैन 52 अङ्गुलाकोलाई वामन भनेर भनिन्छ। त्यत्रो भइदिनु भयो भगवान। ब्राह्मण बटेक हुनुभयो, लामो केश राशि थियो। अनि वरुण देवताले छाता दिनुभयो। अनि त्यसपछि कुबेरले कमण्डलु दिनुभयो। सरस्वती माताले रुद्राक्ष माला दिनुभयो। अनि कमण्डलु लिएर यसो भिक्षा गर्ने हिँड्नुभएको अन्नपूर्ण देवी अम्बिका माताले भिक्षा दिनुभयो। अब भिक्षाटन गर्दै अलग निरञ्जन भन्दै भगवान वामन अब सर्वत्र विचरण गर्न थाल्नुभयो। भिक्षाटन गर्दै गर्दै उहाँ ती
बलि नाम गरेका राजाले भक्तजन नर्मदा नदीको उत्तर तटमा यज्ञ लगाउनु भएको थियो। त्यो यज्ञ लगाइसकेपछि इन्द्र पदमा चाहिँ स्थिर रूपले बस्न पाइन्थ्यो। त्यो त्यस्तो महायज्ञ लगाउनु भएको थियो। भगवान वामन त्यही यज्ञ स्थलमा पुग्नुभयो। ती बलि राजाले थाहा पाउँदछन् ब्राह्मण बटुकको आगमन भएको छ। बडो प्रसन्न हुन्छन्, आतिथ्य सत्कार गर्छन्। आज मेरो यज्ञ सफल भयो, हे भगवान हजुरले दर्शन दिनुभयो भनेर भगवान जानुहुन्छ। सबैको मनलाई चित्तलाई आकर्षण गरिबसेको छ। भगवानको बडो देदीप्यमान तेज छ। सबै आश्चर्यचकित हुन्छन्। बलि राजा प्रसन्न हुन्छन्। प्रभु म हजुरको के सेवा गरौँ भनेर प्रार्थना गर्दछन्। भगवानको अर्घ खाद्य आदिद्वारा पूजा गर्दछन्। शुक्राचार्यले देख्नुहुन्छ हो आफ्नो चेलोलाई फेरि वञ्चन गर्नको लागि, ठग्नको लागि, देवताहरूको कार्य सिद्ध गर्नको लागि नारायणकै आगमन भएको छ भन्ने कुरा थाहा पाइबक्सन्छ। त्यसपछि अनि त्यहाँबाट शुक्राचार्यले सावधान गराउँदै हुनुहुन्थ्यो। ती बलि राजा त आफ्नै पत्नीका साथ विन्ध्यावलीलाई साथमा लिएर उहाँको आतिथ्य सत्कार गर्नको लागि, पाव प्रक्षालन गर्नको लागि जानुहुन्छ। प्रभु के सेवा गर्नु भनेर प्रस्ताव राख्नुहुन्छ। भगवानले केही चाहिँदैन, यज्ञको दर्शन गर्न आएको, दर्शन भयो भनेर भनिबक्सन्छ। ती बलि राजाले म त तीनै लोकको स्वामी हुँ, मेरो यज्ञमा आएर ब्राह्मणहरू चाहिँ अतिथिहरू त्यसै विमुखहरू अर्चना गर्नुपर्छ। हजुरलाई के चाहियो? द्रव्य, सुवर्ण, भूमि, गाई, गोधन के प्रदान गरौँ भनेर प्रस्ताव राख्नुहुन्छ। भगवानले केही छैन। अन्तिममा बलि राजाले भन्दछन्, हे प्रभु कन्या चाहिन्छ कि यद यद बटो वाञ्छसि तत्प्रतीच्छ मे त्वमार्थिनं विप्रसुतानुतर्कये गां काञ्चनं गुणवधाममृष्टं तथा न पेयमुत वा विप्रकन्या। गाउँै चाहियो कि नगरै सहरै चाहियो कि खेत चाहियो कि गाई चाहियो कि होइन कि हजुर त ब्राह्मण देवता राम्री सुशील ब्राह्मण कन्या नै चाहियो, सबैको व्यवस्था म गर्छु भनेर भनिबक्सन्छ। बडो मिठो प्रसङ्ग थियो भक्तजन। समय बडो न्यून छ। यी प्रसङ्गलाई हामीले छोट्याउँदै भगवानले केही पनि चाहिँदैन भन्नुहुन्छ, केही त लानु। अनि भगवानले भन्नु यत्रो तीनै लोकको स्वामीको शरणमा आएर केही पनि नदिकन जाने है हो त नि। भगवानले यसो भन्नुभयो, त्यसो भए दिनी नै हो भने जप गर्नु पर्यो। जप भक्तजन अर्काको भूमिमा गरेर गरियो भने आधा भजन चाहिँ भूमिपतिलाई जान्छ कि जसको अन्न खाइएको छ, जसको भूमिमा, जसको जमिनमा बसेर जप गरिएको छ नि, त्यो जप त आधा स्वामीलाई जान्छ। भगवानले भन्नु म ब्रह्मचारी बटु, म आफ्नै भूमिमा बसेर जप गर्न जान्छु। 3 पाउ भूमि चाहियो। 2 पाउमा आफ्नो पाउ राख्नु पर्यो, 1 पाउमा कमण्डलु राख्नु पर्यो, अनि जप गर्नु पर्यो। 3 पाउ भूमि देऊ मलाई भनेपछि बलि राजा चाहिँ खास त छन् अरे। पहिला भगवानले बलिलाई देख्दा बित्तिकै, बलिले स्वागत गर्दा बित्तिकै के चाहियो भन्दा बित्तिकै खुब यस्कृति गाउनु भएको थियो। ओहो हजुरका पुर्खाहरू, हजुरका बाबु बाजे बराजुहरू त यस्ता हुन् त भगवानको भक्त, यस्ता दानवीर। विरोचन जो थिए नि भक्तजन, बलिका पिताजी इन्द्रले विरोचनसँग ब्राह्मणको रूप धारण गरेर आएर आयु मागेका थिए। विरोचनले थाहा पाउँदै इन्द्र हुन्, छल गरेर ब्राह्मण बनेर आएर आयु मागेका छन् भन्दा पनि दिनुभएको थियो। त्यस्ता दानवीरहरूको वंशज हुनुहुन्छ हजुर, हजुरले दिन्छु भन्नु स्वाभाविक हो भनेर गुणगान गाउनु भएको वामन अवतार भगवानको 3 पाउ भूमिको याचनाले बलि राजा हाँस्दछन्। बच्चा त बच्चै हुँदो रहेछ, खुब ठुला ठुला कुरा गरेका बुद्धिमानी बाबु भनेको त 3 पाउ भूमिले के गर्छ भन्दा मैले यही जब गर्छु, अरू मलाई चाहिएको छैन भन्नुहुन्छ। बलि राजाले स्वीकार गर्दछन्। शुक्राचार्यले रोक्नुहुन्छ, बाबु 3 पाउ भूमि यो सामान्य मान्छे भनेर दिन खुब खोजेका छौ नि तिमीले, जसलाई सामान्य भनेको यो त्रिविक्रम अवतार धारण गर्नेवाला यो चाहिँ भगवान श्री हरिनारायण हो। 3 पाउमा तिम्रो तीनै लोक छिनेर यसले चाहिँ देवताहरूलाई दिन्छ भनेर ती शुक्राचार्यले आनन्द गन्ध भगवानको भक्तजन रोक्दै हुनुहुन्थ्यो। अब बलि महाराजले थाहा पाउनु
भने नारायणको वैभव नारायणलाई दिनमा मलाई कुनै कष्ट छैन गुरुदेव। होइन र सामान्य एउटा ब्राह्मणको बटुक हुन् भने 3 पाउ भूमि दिँदैमा मलाई केही हानि हुँदैन। त्यही भएर तोदियम वस्तु गोविन्द, उसैको वस्तु उसैले अर्पण गर्न पाउनु मेरो सौभाग्य हो। यदि नारायण नै आएको रहेछ बटुक बामन बनेर भने यो सौभाग्यलाई म गुमाउन चाहन्न। होइन सामान्य ब्राह्मण बालक हुन् भने 3 पाउ भूमिले मेरो केही पनि जाँदैन भनेर गुरुको आज्ञा विपरीत अब बलि राजाले बामन अवतार परमात्मालाई 3 पाउ भूमि दिने निश्चय गर्नुहुन्छ। शुक्राचार्यले पुगेसम्म आफ्नो शिष्यको रक्षा गर्नु पर्यो भनेर उहाँले उपाय रच्नुहुन्छ। अब विन्ध्यावलीले सुनको घडामा जल लिएर आउनुभयो। शुक्राचार्यले बलिलाई फेरि सम्झाउनुहुन्छ। बलिले इन्कार गर्दा बित्तिकै ऐश्वर्यहीन भइजा, कति न मलाई नै उपदेश दिँदो रहेछ भनेर श्राप दिनुहुन्छ। धेरै सम्झाउनुहुन्छ। दान पनि त्यो दानलाई मात्रै मानिन्छ जुन दान गर्नाले परिवारहरूको, स्वजनहरूको, आत्मीयजनहरूको पालन पोषण चल्दै जाओस्। धनको चाहिँ कमाएको धनको 10% मात्रै दान गर्नुपर्छ रे भक्तजन। अरू चाहिँ 10% आधा परिवारको पालन पोषण, तीर्थव्रत, दान पुण्य आदिको लागि पनि राख्नु पर्यो। अनि केही अंश चाहिँ फेरि त्यो वृत्ति आइरहोस् भनेर उद्योग व्यापार धन्दा आदिमा लगाउनु पनि पर्यो। अनि 10% मात्रै दान गर्ने। तिमीले जुन दान गर्न खोजेका छौ तिम्रो सर्वस्व जान्छ। परिवारलाई कहाँ पालन पोषण गर्छौ, के खुवाउँछौ, तिमी आफू कहाँ बस्छौ, त्यही भएर यस्तो दान नगर भन्दै धेरै प्रकारले सम्झाउनुहुन्छ। उनले मान्दैनन्। अब गएर संकल्प गरेर दिनु पर्यो भनेर संकल्प गर्न लागेको बेला त्यही पनि आफ्ना चेलाचेलीको त्यति माया हुने रहेछ। शुक्राचार्य सानो किरो जस्तै भनेर करुवाको टुटीमा गएर बस्दिनु भएछ। आनन्द कान्द भगवानको विन्ध्यावलीले पानी हाल्छिन्, झर्दै झर्दैन। भगवानले थाहा पाउनुभयो बुढाबा फेरि अझै विघ्न गर्दैछौ, यति काम गरेर धन्दा गरेर अब काम सिद्ध गर्दैछु मैले। अझै शुक्राचार्यले विघ्न गर्दैनछ। राजाले ती विन्ध्यावलीले पानी खनाउँछिन्, टुटीबाट पानी नै झर्दैन। पानी नगइकन संकल्प कसरी जाउ, त्यो कुस हातमा छ, पानी झर्दैन। भगवानले कुसको सानो टुक्रो निकालेर सो गरेर खोज्नु भयो अरे। त्यहाँ एउटा नेत्र फुट्यो। आनन्द कान्द भगवानको भेद भयो के। मेरो गुरुले चाहिँ सबैले समान दृष्टिले हेर्नु पर्दछ। आफ्नो कराई भन्ने भाव राख्नु। अब देवताहरू आश्चर्यचकित भए, प्रसन्न भए। सबै बलि राजा त हेरेको हेरी भए। भगवानको विशाल शरीर छ, विराट स्वरूप छ। भगवान त्रिविक्रम अवतारका सम्पूर्ण शरीरमा अतल वितल सुतल तलातलदेखि लिएर स्वर्गलोक ब्रह्मलोकसम्मको सबै शरीरमै विद्यमान छन् लोकहरू। भगवानले एक पाउद्वारा सारा पृथ्वी सहित तलका 7वटा लोकलाई ढाकिदिनु भयो। अर्को पाउले आकाशदेखि लिएर सबै माथिको ब्रह्मलोकसम्मको भूमिलाई ढाकिदिनु भयो। भगवानको त्यो अंगुष्ठ ब्रह्मलोकमा पुगेर ब्रह्माजीले देख्न बडो छिटो छिटो कमण्डलमा जल ल्याएर पाउ प्रक्षालन गर्नुभयो। तिनै गङ्गा भागीरथी पछि ती भगीरथ राजाले स्तुति गरेर त्यहाँबाट मर्त्यलोकमा चाहिँ प्रादुर्भाव बनाउनु भयो। ब्रह्माजीले पाउ धोएको जल आफ्नो कमण्डलमा राख्नुभयो। बडो आनन्दित भए सबै। दैत्यहरू आश्चर्यचकित भए। भगवानले भन्नुभयो, बलि राजा तिमी त तीनै लोकका स्वामी, मालिक, कति धेरै वैभवका स्वामी। मेरो एउटा पाउ त अट्ने ठाउँ खै, 2टा पाउ लिएर सबै गयो तिम्रो राज्य, तिम्रो वैभव, तिम्रो ऐश्वर्य। 3 पाउ दिन्छु भनेको होइन, 1 पाउ कहाँ राख्ने भन्न थाल्नुभयो भगवानले। बलि राजाले हेर्न थाले भगवानलाई। अब त कहाँ राख्ने? भगवानले तिमी त मिथ्यावादी रहेछौ, झुटो बोल्यौ। मलाई संकल्प गरेर 3 पाउ भूमि दिन्छु भनेको खै, 1 पाउ भूमि कहाँ दिन्छौ भनेर वरुण पासाले बाँधी दिइबक्सन छ। बलिको धैर्यको परीक्षा थियो भक्तजन। प्रहलाद आदि सबै बलिका पूर्वजहरू आएर भगवानको स्तुति प्रार्थना गर्दछन्। बलि बडो हर्षित हुन्छन्, गदगद हुनुहुन्छ। भगवानको प्रेम विलक्षण भक्त हृदयमा प्रकट भएको थियो। भगवानले बलिको धैर्यको परीक्षा लिनको लागि बलिको यश कीर्तिको वर्धन गर्नको लागि यो लीला गरिबक्सेको थियो। बलिले परमात्मासँग प्रार्थना गर्दथे, प्रभु हजुरको दासले मिथ्या बोलेको छैन। प्रभु हजुरको एक चरण आफ्नो शिरमा राख्न चाहन्छु, मेरो शिरमा राखिबक्सियोस्।
अब भगवान त्रिविक्रमले एक पाउ बलिको शिरमा राखेर बलि राजालाई सुतल लोकमा पठाइबक्सन छ। भक्तवत्सल भगवानको भक्तिका परवश हुनुभएका भगवान सुतल रूपमा बलिलाई वरदान दिनुहुन्छ, बलि तिमीले मेरो मन जितेका छौ, यो देवताहरूको राज्य देवतालाई देऊ, तिमी सुतल लोकमा गएर राज्य गर, म तिमीलाई हर दिन दर्शन दिनको लागि सुतल लोकको द्वारमा नै द्वारपाले भएर रहनेछु भनेर बलिको इच्छा अनुसार भगवान सुतल लोकमा गएर द्वारपाले भनेर बसिबक्स्यो। भगवानलाई प्रेमले, भक्तिले, श्रद्धाले बस गर्न सकिन्छ। भक्तजन, बलिको यो सौभाग्य देखेर ब्रह्मादि देवताहरू आश्चर्यचकित हुन्छन्, आनन्दित हुन्छन्। लक्ष्मी माताले वैकुण्ठमा त हरिरहित वैकुण्ठ देख्नुभयो रे। अनि यो हाम्रो कार्तिक महिनाको जो छ नि, त्यसमा पञ्चक तिथि छ नि भक्तजन, यति बेला लक्ष्मी माता सुतल लोकमा गएर बलि राजालाई भाइ बनाएर, यो शास्त्रमा प्रमाणिक रूपले त मैले भेटेको छैन, गुरुजनहरूको श्रीमुखारविन्दबाट सुनेको छु, वक्ताहरूले पनि भन्नुहुन्छ। अनि त्यसपछि बलि राजालाई उहाँले के गर्नुभयो त भन्दा भाइ बनाउनु भयो अरे। त्यसपछि बलि राजाबाट भगवानलाई मागेर उहाँले यही तिहारको दिन भाइ टिका लगाइदिनु भयो, विजय तिलक लगाइदिनु भयो। बहिनीलाई उपहार दिने क्रममा के चाहियो बहिनी भनेको, हजुरको द्वारमा बसेको त्यो सानो बामन छ नि, ती ब्राह्मण बटुक निकै मन परेको छ, तिनै उपहारको रूपमा दिनु भनेर लक्ष्मी मैयाले मागेर अनि त्यो बामन अवतार भगवानलाई वैकुण्ठ लिएर जानुभयो भनेर भनिन्छ। यसरी अब भगवान श्री हरिनारायणले देवताहरूको सङ्कटलाई निवारण गर्नुहुन्छ। देवताहरूको खोसिएको राज्य देवताहरूले प्राप्त गर्दछन्। बलि राजा सुतल लोकमा जान्छन्।